शनिबार हो नि त फुच्चीहरुको कसको फ्यान रे मेसी अनि एकचोटी फेरि गर्दियौ न त मेसीको त्यो पक्क गाउँको भ्यू देखाउन आएको यहाँ एउटा मान्छे भेटिरहेछ यहाँ सुलुलु ग्याङको हुनुहुन्छ घाँसपात गर्यो बस्यो अहिले त लेकमा त खासै काम त हुँदैन हो लाखा अब भगवानलाई जस्तो सक्नु पनि बेल छैन मुत्नु पनि बेल छैन अब माथिबाट भगवान माथिबाट ओए विनोद महावीर पुन जस्तै बोल्छ त यो त म मार्बिन बुन त को रे मार्बिन पखालेर खानुपर्छ यहाँ राखौँ न टिप 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 हामी आल्चा जोड्दैछु ल गाइज यहाँ बिस्तारै हेर्न अलिक लामो लट्ठीले हेर्न बौलामा पागल तेरो बुढीको पोइ कहाँ पस्यो यही हो कहाँ पस्यो त अब फेरि यो छैन सफा छ नि त्यो भाडा के को भाडा हो आज आज झरे दुई केटा मान्छे त साँच्चै कोही छैन मिठो हेलो गाइज वेलकम ब्याक अगेन इट्स मी प्रबल सो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु भन्नुपर्छ अनि गाउँ आएपछि भिडियो आज नै हो अलिक मौसम खराब हुन्छ क्या हाम्रो त एकदम लेक पर्छ नि त त्यही भएर मौसम खासै राम्रो हुन्न भने क्या एकदम हुस्से लाग्ने क्या केही नदेख्ने यहाँदेखि यहाँनिर यहाँ परतिरसम्म नि केही देख्दैन क्या त्यस्तो हुस्से आउँछ क्या हाम्रोमा अनि एकदम गाउँ आएपछि आज यो हाम्रो चाहिँ 4वटा मात्र रहेछ अनि अहिले त अब गाउँमा आप्पा र आमा मात्र हुनुहुन्छ सबै उहाँहरूले हेर्नुहुन्छ नि त 4वटा बाख्रा हेऱ्यो खेतबारीमा गयो कामसाम गर्यो सक्यो आयो लेकमा त्यति धेरै काम नि हुँदैन क्या अहिले अब दाउराहरू पहिला नै अब लिएर सबै थन्काइसकेको हुन्छ अब के गर्नु घाँसपात गर्यो त्यही त अनि हजुरहरूलाई मैले सोचिरहेको थिएँ मेरो गाउँको भ्यू देखाउँछु भनेर र मौसमले साथ दिएन तर आज चाहिँ जे जस्तै भए पनि आज अलिक दिन खुलेको छ नि त म मेरो गाउँको यसो भ्यू देखाउँछु कस्तो रहेछ भनेर ओके लेट्स सी गाइज हेरौँ है त थोरै घाँस थपिदिनु पर्यो एउटा चाहिँ यहाँ आएर घाँस खाँदैछ अस्ता मत छ नि हौ जिन्दगी घाँसपात गऱ्यो बस्यो अहिले त लेकमा त खासै काम त हुँदैन हो लाखा एउटा यहाँ भर्खर आयो यहाँ 3टा घाँस खाँदैछ धेरै हाल्नु हुँदैन घाँस हाल्नु पनि आउँदैन मलाई फेरि ओके गाइज हाम्रो घिउ कुमारी राख्नु बारे बाबाको काम होला है यो यस्तो छ अघि हेर्दा मौसम अलिक साफ थियो अहिले चाहिँ यस्तो भएको छ फेरि भने मेरो मूल घर चाहिँ यो हाम्रो गाउँ यता चाहिँ ऐना छ ऐना गाइस हेरौँ मेरो गाउँ यस्तो छ हुस्यो लाग्दै आउनु आइहाल्यो हुस्यो लाउँदै यस्तो बाँदरले छोड्नु थालिसक्यो फेरि गाउँलाई बिजोक रमाइलो छ नि यहाँ टक्क गाउँको भ्यू देखाउन आएको यहाँ एउटा मान्छे भेटिरहेछ यहाँ सुलुलु ग्याङको लिडर ओइ कोन ल यहाँ अर्को यहाँ मेन्टु भाइ छ यहाँ हाम्रो आम्मा कैसे लोग रहते हैं यार यहाँ पर के गर्छ हो के गर्छ हाम्रो गाउँ चाहिँ यस्तो छ यहाँनिर एउटा सानो स्कुल छ सानो भन्दा नि 3-4 कतिसम्म छ यहाँ सरकारी स्कुल होइन म पहिला सानोमा पढेको स्कुलै यही हो यस्तो दामी छ मेरो गाउँको भ्यू मेरो घर चाहिँ ठ्याक्क अघि मैले देखाएको थिएँ नि यो चाहिँ ठुलो टर्निङ चाहिँ यहाँनिर पर्छ यो विनोदले के देखाउँदैछ खत्तम कसरी हाँस्छ दाँत देखाउँछ ल
अनि यहाँबाट अनि दिक्तेल चाहिँ यहीँ नजिकै हो मेरो गाउँदेखि धेरै पर्दैन 15 मिनट बाइकमा गाडीमा त्यही 15 त्यस्तै भनौँ 15 मिनट 20 मिनट यस्तो छ गाउँको भ्यू रमाइलो। ओइ भाइ नौरान भाइ कहाँ गयो थियो भाइ केही भन नि त मेन्टु भाइ। अनि सबैजनाले के भनिदेऊ न व्हाट्सअप गाइस बाई बाई गरिरहेछ केही भनिदेऊ न त अनि भ्युअर्सहरूलाई। अब के भन्नु चाहन्छ भने हाम्रो प्रबलको जति पनि सपोर्टरहरू छ नि एकदम सपोर्ट चाहिँ कम भयो जस्तो लाग्छ होइन। उसको अब लगभग हाम्रो युट्युब च्यानलमा उसको 7K फलोवर्स चाहिँ पुगिसकेको छ। अब 3K मात्र बाँकी छ क्या 10K पुग्नुलाई। तर तपाईँहरूको सपोर्टै छैन, त्यही कारणले प्रबलको भ्युअर्सहरूलाई भन्न चाहन्छु प्रबलको सपोर्टरहरू चाहिँ एकदम डाउनमा छ त्यही होइन। प्रबललाई अझै पनि सपोर्ट गरिदिनु होला क्या तपाईँहरूले। सपोर्ट एउटा मान्छेले सपोर्ट गर्दैमा केही जाने होइन होइन, त्यसैले प्रबल भाइले सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच मन छु यार मन छु यो। र यदि मेरो टिकटक भ्युअर्सबाट पनि हेरेको भए प्रबललाई सबैजनाले सपोर्ट गर्नु होला। प्रबलको युट्युब च्यानल प्रबल अफिसियल छ होइन। 3K मात्रै बाँकी छ, 10K चाहिँ पुऱ्याउनै पर्ने हुन्छ। जसरी पनि सपोर्ट गर्नु होला। एकदम हाम्रो नेपालमै सपोर्ट कम छ तर पनि हार चाहिँ केटाले मानेको छैन होइन। त्यस्तै मेरो पनि पहिला अब आइडी त थियो होला होइन, तर मैले भए 7K पुगेर चाहिँ मैले अब सपोर्ट नआएपछि छोडिदिन्थेँ। तर केटोले अझै पनि त्यसमा प्रगति गर्नु खोजिरहेछ, आफ्नो सब्सक्राइबर बढाउनु खोजिरहेछ होइन। तर कसैले उसलाई के अरे सपोर्ट गरे जस्तो लाग्दैन क्या, त्यही भएर सबैले सपोर्ट चाहिँ गरिदिनु होला त्यति। या थ्याङ्क यू सो मच यति मिठो शब्द मिठो बोलीको लागि रे। अनि यता मिन्टु भाइ चाहिँ पर पुगिसकेछ है, हाँस्दै हामी यहाँ बोलिरहेछ हाँस्दै छ क्या केटो। कसो यो भाइले त म त के छ र 2 दिनको जिन्दगीमा हाँस्ने हो डुल्ने हो। त्यहाँ भाइ आउँदैछ जस्तो छ माथिबाट कराउँदै भाइ। त्यो अस्ति मैले त्यही एउटा भिडियो हालेको थिएँ, त्यही फुचे भाइ यस्तो कमेडी छ नि हाम्रो आसँग के गर्नु थाल्यो रमाइलो छ। हेर्नु न अघि कहाँ थियो अहिले हुसे कहाँ आइपुग्यो क्या यो बादल यस्तो छोपिदिन्छ नि यसले। फुच्चे आज शनिबार हो नि त फुच्चेहरूको। कसको फ्यान रे? मेसी। अनि एकचोटि फेरि गरिदेऊ न त मेसीको त्यो के भन्छ यसलाई सेलिब्रेन चाहिँ हो तेरा बाजे। जाने चपाइछु यही हो गाइस हाम्रो गाउँ आउँदैछ एउटा टिकटकहरू यहाँ माथिबाट त्यही हो गाइस। अनि भनेकै अन्त अलिक सपोर्ट कम भएको छ भनेर मेरो मूल घर यही हो क्या, मतलब अहिले कोही पनि बस्नुहुन्न यहाँ चाहिँ। अनि मेरो घर चाहिँ यहाँ मुनि छ, हामी चाहिँ सबैजना तल हाम्रो फ्यामिली नै यहाँ तल बस्छौँ हामी यो घरमा। ठिकठाक छ तपाईँहरूको गाइस के अरे ठिकठाक छ? ठिकठाक छ। म चाहिँ गाइस अनि डुलाको भर्खर भेट्यो नि यस्तो आइदिएको लड्ला है फुच्चे ए गाइस म चाहिँ तपाईँहरूको कमेडी भाइ हो। कमेडी भाइ यहाँ पार्ट 1 मा देख्नु भएको थियो होला। पार्ट 1 होइन अर्को भिडियो हालेको थिएँ मैले, त्यो पहिलाको पुरानो भिडियो हालेको थाहा भएन त्यो चाहिँ मलाई मोटे भाइ। अनि अझै चस्मा लाउने दाइ एकदम ह्यान्डसम हुनुहुन्छ। कस्तो यार यो मान्छेले। हाम्रो गाउँ कुहिरो लागेछ अब यस्तो अब भगवान्लाई बोलाए जस्तो छ। बस्नु पनि बेल छैन, मुत्नु पनि बेल छैन। अब माथिबाट भगवान् माथिबाट माथि हुन्छ, भगवान् माथिदेखि अब तिनीहरूकै खुसी टुरेनमा जान्छ उठ्छ। पुरै पानी पर्छ गाडी डिस्टर्ब गरेर कुटिदिनु आउने केटी हो भने ए छक्का रे। हाम्रो गाउँमा छक्कान छ को छक्का भनेको चाहिँ के हुँदो रहेछ खासमा कान्छा? अनि यसो मेरो भ्युअर्सहरूलाई के भनिदियो बोल न यार तिमी त यार के भएको कति बोल्नु है गाइस? खुसी छ फुस्के छ अरे गाइस। मलाई लाइक सब्सक्राइब नगरी जानुहुन्छ, लाइक सब्सक्राइब त गरिदिनु होला। ओए विनोद महावीर पुन जस्तै बोल्छ त यो त।
मार्बिन बुन त नि कोरे मार्बिन महावीर पुन भन महावीर बुन बुन होइन हौ पुन महावीर पुन माबी बुन हो माबी बुन हो चिन्नु सरायो तिम्रो भन्नै छ कति मजा आउने गाई झारमा मस्त सुत्नुलाई यार हो यार आउँछ आउँछ गुट्नु फालिदिन्छ नि फोन छन् त्यसले फेरि कहाँ गयो यार त्यो भाइ नै कस्तो दामी देखेको यार वाह यार रोडको डिलमा सुतिरहेको छु क्या म चाहिँ सायरी हान्दैछ त्यहाँ बुनुले फेरि मलाई पागलै बनाए यार मैले भनेको थिएँ नि हाम्रो 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 गाउँमा मौसम खराब हुँदै जान्छ क्या हेर्नुहोस् त झन् बढ्दै बढ्दै जाँदैछ मौसम खराब हुँदै जाँदैछ अनि यो चाहिँ सर्टकट बाटो तल जाने यस्तो बिजोग छ यार जिन्दगीको गोरेटोमा हाम्रो बडी आमा यहाँ दाउरा चिर्दै हुनुहुँदो रहेछ मस्त लाठे भएको छोरालाई म खेदै पठाउँछु पर्खिनु हामी चाहिँ यहाँ तल भलिबल ग्राउन्डसम्म हिँडेको अन्त अनि हामी तल्लो टोलमा छौँ हाम्रो तल्लो टोल चाहिँ यस्तो रहेको छ यो चाहिँ तल्लो टोलको भ्यू रहेको छ अनि यो 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 कहाँबाट आइपुग्यो बच्चा सरी कसको फ्यान रे मेसीको अनि हामी चाहिँ तल भलिबल खेल्नलाई ग्राउन्डमा जाँदैछौँ त्यहाँ आप्पा र आमा उसो खेतमा जानुभएको थियो नि त अनि म चाहिँ घरमै थिएँ अनि खाजा बनाइदिँदै थिएँ कि अनि ढिलो भयो कति बेला गयो छुटेर उनीहरू थाहै छैन यी हाम्रो गाउँतिर त सबैजना काठमाडौँतिर बसेर सरेर बाटोको हालत सबै खत्तम भएछ यो चाहिँ हाम्रो तल मेन रोड निस्किने सर्टकट बाटो हो अनि यो अडीदेखि स्कुल डाँडा सकुल के रे अनि यो यता हाम्रो बडी आमाको घर रहेको छ स्कुल डाँडा भनेर चिन्छ म पढ्ने स्कुल चाहिँ यहीँ उता हो एकैछिनमा घाम लाग्छ एकैछिनमा पानी पर्छ एकैछिनमा बादल लाग्छ मौसम पनि के हो ओइ भाइ बोल न किन बौलेको यार भाइ के रे अनि म चाहिँ फसाएर मान्छे अनि तल खेल्दैछ ए यहाँ एउटा बल खेल्दैछ केटाहरू यहाँ मलाई बिर्सेको विनोदे त्यहाँ छ हामी चाहिँ यो रहेछ यता रहेछ मोटे ओइ मोटे भाइ हजुर दादा के गर्दैछस् मोटे भाइ चाहिँ गाउँ आएर यहाँ बिग्रेर होइन पुरै डुला भइरहेछ भोलि यसलाई घर लगेर जाने बल खेल्दैछ केटाहरू हाम्रो लाउरे हुनुहुन्छ आल्चा चोर्नु जाने हामी कोही छैन मान्छेहरू घरतिर एकछिन मान्छेहरू छ भान्जामा आइपुगेछ छैन हिँड आल्चा चोरिदिउँ न आल्चा चोरेर खाइदिउँ न आफ्नै मान्छेको आल्चामा आल्छै छैन कि हो उहाँ छैन ओइ यहाँ छैन उहाँ जाऊँ न उहाँ आल्छ छ यहाँ होला यो माथिल्लो रुखमा छ होला कि हाल्छ यसैलाई हाल्छै छैन त टिप्केर हाल्छ टिप्न जा चढ यो चढ्छ ल हात्तीहरू सबै तलै छ कस्तो झुकाइरहेको छ ओ हाल्छ यार कस्तो गनाउने यार मल त सकिहाल्छ नि रुखमा चढ्न न कुरी
वाह गाइस कालै छ त हाल्छ त यार ओइ सोके ल धेरै रहेन थोरै रहेछ ओ चढ्न है केटा हो यस्तो कालै रहेछ क्या हाल्छ छिटो चढ न छिटो चढ बिस्तारी बिस्तारी गाइस त्यो झरे गाइस अब कुन झरे मुला यो एउटा त कुन वाह एउटा झाडीमा खसेको छ कस्तो दामी यार हाल्छ खसेको छ पखालेर खानुपर्छ यहाँ राखौँ न टिप 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 हामी आल्चा जोड्दैछु ल गाइज यहाँ आल्चा कालै छ देख्दैन रहेछ क्या त्यहाँ बिस्तारै हान्न अलिक लामो लट्ठीले हान्न बौलामा पागल तेरो बुढीको पोइ कहाँ पस्यो पस्योमा यही हो यस गाइज दुईटा भयो कहाँ पस्यो त अब फेरि यो ओ यस 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 हेर्नु यो चाहिँ हेर्नु दिस वान यस यहीँ अहिले त चोरेर खाँदा चाहिँ मान्छेहरू कोही छैन है त सबै बसाइ सरेको छ म्यास कहाँ झार्छ माइलाको पोइ कहाँ गयो अब मा गाची चाहिँ अन्तिम झर्का खान्छु ल यहाँ हामी बाख्रा रहेछ पखालौँ न गाची चाहिँ पखालेर खाऊँ मेरोले चोरेको मैले चाहिँ होइन गाई चाहिँ मान्छेले चोरेको सबै खाने चाहिँ मैले कसलाई नहुनु ल हामी हात चोरेको फेरि हाम्रो माछा पखाल धारामा ए धारै पो बङ्गी गएको रहेछ ला उयो माथि छ धारै धारा फेरि अर्गान कुखुरा पनि चोर न सितान बनाएर खा कुखुराहरू यार साँच्चै मात्र खस्यो पखाल छिटो मान्छे छ कि छैन सफा छ नि त्यो भाँडा के को भाँडा हो खै हाल्छ ए हाल्छ झऱ्यो दुई केटा छैन गाइस मेरो भागमा दुईटा उडेको थियो खाना टेस्टी नस्पति चोर्ने चाहिँ नस्पति चोर्नु जाने यो अर्को छ नि सुकरको नस्पति गाउँमा जे छ चोर्दै हिँड्नु मासर फटाथेट म के पनि चोर्दिनँ मान्छे त साँच्चै कोही छैन त यार हाम्रो गाउँमा त यो तल्लो गाउँ हो उहाँदेखि माथि चाहिँ माथिल्लो गाउँ यहाँदेखि गाई त्यो चाहिँ ओखरको बोट है के भन्नुहुन्छ होला ओखरको बोट ओखरको बोट गाउँघरमा यस्तो हुन्छ यो चाहिँ कहाँबाट निक्लेको बिउ हो यहाँ मसला गाई थियो चाहिँ के खानु रे भाइ थोपा थोपा खाने रे के खाने रे फेरि थोपा थोपा भनेको चाहिँ के त थोपा क्या बुझ्ने गरी भने अहिले फेरि यस्तो कस्तो दामी यार फुल टुप्पीबाट बेचम्मा ल कत्रो लामो राम राम दामी यहाँ हेर्नु न यहाँ माथिदेखि सल ल तलसम्म के फुल हो यो के फुल हो यो दामी रहेछ फुलहरू त झन्डा लुन्दार के भन्छ यसलाई लुन्दा लुन्दार भनेको त अर्को हुन्छ हौ त्यो यत्रो लामो के लुन्दा लुङदार लुङदार भनेको अर्को हुन्छ कि बुद्धि चाहिँ छैन चेन लाउनु पर्दैन त्यहाँ गाइज हाम्रो गाउँमा चाहिँ अँध्यारोले छाइसकेको छ बादलले अनि एउटा अन्धकार अर्को थपेको छ यहाँ सरी कान्छा